त परमेश्वरको जन मजदुर या जन जसले चाहिँ परमेश्वरलाई चिन्नु भएको छ, परमेश्वरलाई चिनेको हरेक व्यक्ति चाहिँ गमलामा रोपेको बिरुवा जस्तो हुनु भएन। गमलामा रोपेको बिरुवा जस्तो हुनु भएन, त्यो समुद्र किनारमा रोपेको बिरुवा जस्तो हुनु पर्यो। जो चाहिँ तपाईँ समुद्रमा रोपेको बिरुवा कस्तो हुन्छ, गमलामा रोपेको बिरुवा कस्तो हुन्छ भन्ने बारेमा बताइरहेको छु मैले, होइन? गमलामा रोपेको बिरुवा कस्तो हुन्छ त? पानी हालिरह्यो भने हरियो हुन्छ, अनि 4 दिन पानी दिएन भने हुन्छ, ओइलेर लाग्दुकै हुन्छ, यस्तो हो कि होइन? फेरि पानी हाले, फेरि बाहिर उठ्छ, फेरि पानी हाल्ने पर्दैन, त्यस्तो हुन्छ। तर समुद्र किनार रोपेको बिरुवा हेर्नुहोस् त, जतिखेर पनि हरियो हुन्छ। किन? त्यसको जरा पथामा फैलिसक्यो भने पानीको मुहान पाइसक्यो भने त्यो कहिले खरेरीमा चैत पैसा खरेर पनि हरियाली हुन्छ, फुल खिल्छ, फल्छ। तर गमलामा रोपेको कुरा किन त ओइलाइनेर जाग्ने हुन्छ, किनकि त्यसको जरा पनि नगएको भएर। त्यही भएर शिक्षा पाए, मजदुर जन परमेश्वरलाई चिन्ने जन भनेको शिक्षा पाए उत्साहित हुने, नपाए फेरि दुखी हुने होइन। सधैँ उत्साहित हुनुपर्छ। परमेश्वरलाई चिन्ने हरेक व्यक्ति सधैँ उत्साहित हुनुपर्छ। हो, परमेश्वरले हमेशा तपाईँलाई साथ दिइराखेको हुन्छ। त्यो सत्यता हो, सत्य हो। उहाँ आत्मा हुनुहुन्छ और सबमा छ कि छैन त? हो, त्यो भएको कारणले तपाईँ कहिले उत्साहित हुने, कहिले दुखी हुने हुनु भएन। परमेश्वरको जन आफै उत्साहित हुनुपर्छ, सधैँ उत्साहित हुनुपर्छ। किनकि जो परमेश्वरको साथ चलेको हुन्छ, गुनगुनाइरहेको हुन्छ, आत्मिक धुनमा भएको हुन्छ, ऊ सधैँ उत्साहित हुन्छ। त्यसैले मनुष्यमाथि भरोसा राख्ने मान्छे श्रापित हुन्छ भने चाहिँ त होइन। तर परमेश्वरमा भरोसा राख्ने व्यक्ति कस्तो हुन्छ? समुद्रमा को किनारमा रोपेको बिउ जस्तो हुन्छ, अरे बिरुवा जस्तो हुन्छ। त्यो कहिले पनि मर्दैन। किन? यसको जराले पताल समातिहाल्छ, फैलिसकेको हुन्छ, पानीको मुहान भेटेको हुन्छ। उसले आफूलाई चाहिने हरेक चिज पानीबाट तानिरहेको हुन्छ भने परमेश्वरमाथि भरोसा राख्ने व्यक्ति पनि उसलाई हर चिज कोबाट प्राप्त भएको हुन्छ? परमेश्वरबाट प्राप्त भएको हुन्छ। परमेश्वरबाट, होइन? जसलाई परमेश्वरबाट लिने आदत भइसकेको छ, ऊ कहिले निराश हुँदैन। ठिक बुझ्नुभयो? त्यसैले हामी कस्तो हुनुपर्छ? समुद्रमा किनारमा रोपेको बिरुवा जस्तो हुनुपर्छ। कोही आएर उत्साहित गरे पनि